हेलो नमस्ते एभ्रिवान भन बाबा Hello. नमस्ते Everyone. गुड मर्निङ भन्दियो Good morning. हाउ आर यु गाइज भन्दियो यहाँ न How are you guys? यहाँ कम 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 हाउ आर यु गाइज भन्दियो How are you guys? लभ यु गाइज भन्दियो Love you guys. मिस यु भन्दियो Miss you. आज हामी के बनाउनुला बेबी Just hot. मिट भन न Meat. ओके सो हामी चाहिँ आज चाहिँ सामगेप साल बनाएर खाँदैछौँ घरमा अहिले चाहिँ 11 बज्न लाग्यो सो अब चाहिँ हामी सामगेप साल बनाएर कोरियन आफैले मासु ल्याएको छौँ त्यसलाई चाहिँ पिस पिस काटेर त्यसलाई चाहिँ सामगेप साल बनाएर त्यसमा खासै अब सबै भाँडाकुँडा चाहिँ छैन सबै कुरा तर पनि अब त्यसरी बनाएर ट्राई गर्नेछौँ कस्तो हुन्छ हेर्नु होला सामगेप साल खाने भनेको मासु चाहिँ हो यो चाहिँ बुङ्गुरको मासु हो बेबी किप वाइट बाबा अनि यसलाई चाहिँ हामी स्लाइस काट्छौँ र यसलाई चाहिँ हामीले अनि प्यानमा चाहिँ तताएर यसको बोसोहरू निकालेर यसलाई मजाले पाक्ने गरेर पकाएर यसलाई चाहिँ हामी लसुन अनि त्यसपछि आएर लसुन अनि त्यसपछि साग भन्छ के भन्छ थाहा छैन मलाई त्यसको नाम होइन त्यो अनि त्यसपछि आएर अनि थोरै खाना राखेर खिम्ची पनि चाहिन्थ्यो तर खिम्ची हामीसँग छैन तर हामी चाहिँ अब खिम्ची नहालिकन खाना थोरै हालेर अनि अलिकति लसुन अनि खुर्सानी हालेर चाहिँ अलिकति मजाले मिठो बनाएर खान्छौँ सो म चाहिँ कटिङ गर्छु कसरी काट्छु म देखाउँछु त्यो पनि सो मैले चाहिँ मासु काटिसकेको छु यसरी स्लाइस गरेर यसरी सानो पातल किनभने बाक्लो राख्यो भने चाहिँ पाक्दैन सो सानो यसरी पातल बनायो भने चाहिँ पाक्छ त्यही भएर मैले यसरी काटेको छु सो तपाईँहरूले पनि सामगेप साल खाने भयो भने चाहिँ यसरी स्लाइस काटेर चाहिँ हामीले यसरी सानो बनाउँछौँ र यसलाई चाहिँ अहिले फ्राई गर्ने होइन यसलाई चाहिँ यसको पुरै पकाउनु पर्छ सो त्यो पनि देखाउँछु म ट्राई गर्छु होइन सो यसरी नै स्लाइस गर्ने हो अनि यसलाई चाहिँ गरिसकेपछि हामीले सानो टुक्रामा काटेर अनि पिसेस बनाएर अनि ऱ्याप गरेर चाहिँ त्यसमा चाहिँ लसुन खुर्सानी अनि खाना थोरै अनि मासु गरेर अनि हालेर खाने हो यो चाहिँ यसरी खाने हो तपाईँहरूले पनि खान सक्नुहुन्छ यदि बुङ्गुर खानुहुन्छ भने फेरि बुङ्गुर खानु हुँदैन भने डोन्ट ट्राई दिस हामी चाहिँ बुङ्गुर खान्छौँ हेर्नु होला यसरी स्लाइस काटेको छु अनि चट्ट लाएर रेडी गरिरहेको छु एकछिनमा चाहिँ हामी यसलाई चाहिँ मजाले पकाएर सामगेप साल चाहिँ सर्लक खाने हो आज चाहिँ केही छैन प्लान आज घरमै आज खानी बस्ने आज फ्यामिली टाइम हो सो अलराइट सी यु गाइज सो हामीले चाहिँ यहाँनिर अहिले सबै रेडी गरिसकेका छौँ तपाईँहरू हेर्नु सक्नुहुन्छ हामीले चाहिँ यहाँनिर मासु यसरी स्लाइस काटिरहेका छौँ यो खुर्सानी हो यो चाहिँ यसरी चप गरिरहेका छौँ अनि यो हाम्रो लसुन अनि यो चाहिँ ऱ्याप गरेर खाने ग्रिन सलाद सो यसमा चाहिँ हामीले पहिले मासु रेडी भइसकेपछि ऱ्याप गरेर आउँछौँ हामीसँग राइस पनि छ सो राइस प्लस मासु अनि यिनीहरू चाहिँ ऱ्याप गरेर खाने हो सो कोरियामा बस्ने साथीहरूलाई चाहिँ थाहा छ यो होइन कसरी खान्छ भनेर सो सायद नेपालमा पनि बनाउँछ होला नेपालतिर पनि खाइन्छ होला छ होला रेस्टुरेन्ट त्यस्तो चाहिँ अनि अझ यहाँ खिम्ची भयो होइन खिम्ची भए अझ बेटर हुन्थ्यो कोरियामा चाहिँ खिम्ची पनि हालेर खाइन्छ सो कोरियामा हुने साथीहरूलाई पनि है यो मजाले हेर्नु होला सामगेप सालको चाहिँ मासु भयो यो लसुन खुर्सानी अनि यो सलाद यति नै हो अब म रेडी गर्दैछु सो कराई तताएर अब हामीसँग त्यो रेडी हुने खालको त्यो चाहिँ छैन प्यान चाहिँ छैन जुन चाहिँ त्यो बोसोहरू चाहिँ बाहिर निस्केर जाने खालको चाहिँ छैन हामीसँग हामी चाहिँ तरकारी बनाउने भाँडामा नै बनाएर खान लाग्यो ओके हामी चाहिँ यही कराईमा अब रेडी बनाएर ट्याक ऱ्याप गरेर खाने हो सो यो चाहिँ अलि बेटर हुँदैन कि तर अब यही मात्र छ हामीसँग अहिले चाहिँ पछि कतै पायो भने चाहिँ म त्यो हेरेर लिनु पर्ला कहिलेकाहीँ समटाइम बनाएर खाना चाहिँ हुन्छ सामगेप साल हामी चाहिँ कोरियामा हुँदा चाहिँ सामगेप साल अनि अर्को के खाइन्थ्यो
पे जाङकुक अनि त्यसपछि आएर सायद त्यो खाम्जाथाङ समथिङ के भन्छ सेम नै हो उनीहरू त्यो चाहिँ साह्रै मन पराउने मतलब नेपालीहरू सबैले मन पराउँछ त्यो चाहिँ खाइन्छ अरू त्यस्तै हो कोरियामा दोरो खाइन्थ्यो ल है गाइस यहाँनिर मैले हालिसकेको छु है यहाँनिर यसरी ट्याक्क चाहिँ रेडी हुँदैछ हाम्रो सामग्यप्साल यस्तो छ रेडी गर्दैछु म हे बेबी हाउ इज गोइङ म्यान कम on हाउ इज गोइङ यु वान्ट इट म्याङ्गो अलराइट have it man okay you can eat it okay yeah I'm preparing some samgyeopsal okay do you like samgyeopsal no okay you can have mango okay alright तर यहाँनिर अलि यसमा चाहिँ पड्किन्छ क्या अलिकति पटाकपुटुक पड्किरहेको छ तेल लाएर यहाँ हातहरू चाहिँ पोल्छ त्यही भएर समस्या छ हामीसँग चाहिँ लिमिट सामानहरू भएको कारणले गर्दाखेरि हामी त्यसरी नै म्यानेज गरिरहेको छौँ यहाँ सो यसैमा बनाउँदैछौँ यसरी कुक हुँदैछ हैन सो यो ऱ्यापिङ चाहिँ अर्को पनि पाइन्छ तर मैले यहाँ चाहिँ खोजिरहेको छु कि पाएको छैन सो अर्को कुनै रेस्टुरेन्टमा कतै पायो भने अर्को खालको त्यो कोरियामा हामीले ऱ्याप गर्ने खालको चाहिँ त्यो पायो भने त्यो पनि ल्याएर ट्राई गर्नु पर्ला भनेर सोचिरहेको छु सो खुर्सानी चाहिँ हामीलाई हल्का पिरो चाहिने भएको कारणले खुर्सानी चाहिँ यसरी चप गरेर काटेको छु अनि यो पनि अहिले मैले चाहिँ लास्टमा यो पनि यो लसुनलाई पनि म त्यही फ्राई गर्छु अनि हल्का पकाउने बनाउँछु अनि त्यसरी खाने सो यो चुलो चाहिँ इन्डक्सन चुलो हो यसमा चाहिँ लाइनबाट चल्छ यो चाहिँ त्यो छ ठिक छ यो चाहिँ मजा छ लाइनको बिल चाहिँ डर आउँछ सो यस्तो हुँदैछ रेडी हुँदैछ तपाईँहरूले पनि ट्राई गर्नु सक्नुहुन्छ घरैमा बङ्गुर खानुहुन्छ भने चाहिँ सामग्यप्साल हैन केही चाहिँदैन खासै यति भइसकेपछि रेडी गर्ने हो रेडी गरिसकेपछि अलि सानो पिसहरू काट्ने हामीसँग चाहिँ कैँची पनि छ त्यो कैँचीले काट्ने हो अहिलेसम्म लेसी कस्तो हुन्छ अहिले म देखाउँछु तपाईँहरूलाई तर पड्किन थालिसक्यो यहाँ यसलाई चाहिँ छोप्दिनु पऱ्यो यसलाई चाहिँ छोप्दिनु पऱ्यो खासै अर्कै खालको भाँडा हुन्छ यो सामग्यप्साल बनाउने जुन चाहिँ त्यो हालिसकेपछि जोस तेल चाहिँ सर्लक्क साइडबाट आउने अनि त्यसमा चाहिँ कपहरू राखेर कपमा चाहिँ राखेर फाल्न मिल्छ त्यसको बोसोहरू चाहिँ तर हामीसँग त्यो अहिले छैन नेक्स्ट टाइम चाहिँ कतै पायो भने म अनलाइन त अर्डर गर्न मिल्छ क्या अरे हेर्नु पर्ला एक्चुअली यस्तो छ है ल रेडी हुँदैछ गाइज हाम्रो पुन्टे चाहिँ यहाँ म्याङ्गो खाएर इन्जोय गर्दैछ डु यु इन्जोय म्याङ्गो बेबी रियली हाउ इज म्याङ्गो इट्स यम्मी इट्स रियली गुड राइट ओके अलराइट बेबी बाई बाई भन्दै त सबैलाई I don't know, mommy I think in the room maybe. She's watching phone. Yeah. Bye bye भन्दियौ नि त नि. Bye bye. Love you all भन्दियौ. Love you all. हट गर्दिनु त बेबी. हट कसरी बनाउँछ बेबीले? हट कसरी बनाउँछ देखाइदिनु सबैलाई ल. Love you all भन्दियौ. Love you all. Okay. यस्तो भइरहेछ है मैले चाहिँ सोक्दियो किनभने उछिटिन्छ तेल अनि त्यही भएर यस्तो भइरहेछ सो यस्तो रेडी हुँदैछ अझै यसलाई चाहिँ मजाले पकाउँछु म अनि लास्टमा चाहिँ फर्काएर फेरि अनि टर्न लाइक त्यसलाई चाहिँ चप गरेर काटेर सानो पिसमा काटेर अनि रेडी बनाउने यसलाई चाहिँ एकछिन टाइम लाग्छ यसको चाहिँ लगभग 2-5 मिनट चाहिँ मजाले एक साइडपट्टि पकाएर अनि त्यस फेरि अर्को साइड फर्काएर अनि त्यसपछि दुईपट्टि पाकिसकेपछि चाहिँ फेरि चप गरेर सानो काटिसकेपछि पनि फेरि अनि हामी फेरि त्यसलाई चाहिँ फेरि फ्राई गर्छौँ सेम लाइक त्यो बनाएको जस्तै हो तर खाना तरकारीहरू बनाएको जस्तो तर त्यसमा चाहिँ अब अरू केही पनि हाल्दैनौँ हामी मसलाहरू केही पनि हाल्दैनौँ जस्ट मासु हुन्छ त्यसलाई नै बनाएर खाने हो यो चाहिँ सामग्यप्साल चाहिँ
त्यो अब बाहिर पनि गएर खाइन्छ के भन्छ त्यसलाई बारबिक्यू गर्न बाहिर गएर हुन्छ हामी चाहिँ बाहिर चाहिँ खासै गरेको छैन अहिलेसम्म होइन घरमा चाहिँ कहिलेकाहीँ हामी बनाएर खाइरहेको हुन्छ यसरी नै एक साइड मैले फर्काइसकेको छु अहिले चाहिँ यस्तो छ अवस्था सो यसलाई पनि फेरि एकछिन छोपेर राख्छु म किनभने यसलाई चाहिँ तेल उछिटिरहेको छ यसले चाहिँ अहिले फेरि पुरै हातहरूमा अनुहारहरूमा पुरै उछिटेर फेरि बिजोग बनाउँछ फेरि यसलाई चाहिँ अहिले म छोपिहालौँ अहिले एकछिन फेरि रेडी हुन्छ अनि एक साइड अझ रेडी त भएको छैन यसलाई अझै रेडी गर्नु बाँकी छ लगभग रेड चाहिँ भएछ तपाईँहरू हेर्न सक्छ यहाँ यस्तो भएछ तर ढक्कनबाट चाहिँ यस्तो देखिरहेको छ त्यो चाहिँ हल्का हल्का रेडी भएछ अब एक साइड अर्को साइड चाहिँ फेरि अर्को साइड रेडी हुन्जेल चाहिँ बसौँ अनि त्यसपछि फेरि एकचोटि फेरि फर्काएर अनि सो अहिले चाहिँ यत्तिको भएको छ होइन अब म यसलाई चाहिँ कट गर्छु सानो सानो पिसमा फेरि पनि फ्राई गर्नुपर्छ यसलाई त्यो चाहिँ नट फुल्ली रेडी होइन यसलाई चाहिँ अब चप गर्छु त्यसको लागि चाहिँ मलाई हेल्प गरेर त उषा तिमीले मलाई यतिको भएको छ अब चाहिँ म यसलाई कटिङ गर्छु अनि कस्तो हुन्छ देखाउँछु है त्यसलाई म चाहिँ अब कटिङ गर्दैछु यसलाई चाहिँ यसलाई निकालेर यसरी यसलाई सानो सानो पिसमा जसरी हाम्रो खानालाई बनाउँछ त्यस्तै सानो पिस बनाउने हो अनि रेडी हुन्छ यसलाई फेरि एकचोटि फ्राई चाहिँ गर्नुपर्छ यो फुल्ली रेडी छैन हातमा पोल्यो त यार सो यो चाहिँ मैले काटेर रेडी गरेको छु यसरी अब यसलाई म फेरि एकचोटि फ्राई गर्छु अनि रेडी गर्छु अनि फेरि रेडी गरेपछि हामी खाँदै पनि गर्छौँ अनि यो फेरि अर्को चाहिँ हामी फेरि तताउनलाई हाल्छौँ त्यसरी नै हामी चाहिँ रेडी गर्छौँ जहिले पनि सो ओके हुन्छ अब हामी यसलाई फेरि फ्राई गर्छौँ सो हामीले फेरि चाहिँ यसलाई रेडी गर्दैछ यसरी फेरि तताउँदैछौँ यसलाई चाहिँ हल्का अब फ्राई गर्ने रेडी बनाउने अनि खाने सो अर्को जुन सामग्री मिसालकै भाँडो हुने जुन चाहिँ त्यो भाँडा चाहिँ नेपालमा नि पाउँथ्यो त्यो हामीसँग त होइन मामासँग थियो त्यसमा चाहिँ अलि इजी हुन्छ किनभने त्यसमा चाहिँ यसरी यो बाहिर ल्याएर काटिराख्नु पर्यो त्यसमा चाहिँ त्यहीँ राख्दै काट्दै फेरि तताउँदै काट्दै त्यतै त्यसरी गर्ने हो अब चाहिँ म के गर्छु भने यो पनि तात्दै गर्छ सो यो लसुनलाई पनि अब म यसलाई चाहिँ यसमै फ्राई गर्ने गरेर हालिदिन्छु जुन चाहिँ यो फेरि लसुन त्यसरी खाना बनाउने बेलामा तता जस्तो चाहिँ होइन यो यही पनि पाकोस् भनेर मैले हालिदिएको यसमै अनि खानालाई रेडी हुन्छ भनेर होइन हो म यसलाई चाहिँ अब एकछिन छोपिदिन्छु सो अन्टिल रेडी होइन रेडी नहुन्जेलसम्म चाहिँ यसलाई म छोपेर यसरी गर्छु अब चाहिँ लगभग रेडी भइसकेको छ अब यता सबै रेडी भइसकेको छ यसमा अब हामी कसरी खान्छौँ भनेर हामी त्यो पनि देखाउँछौँ र हजुरहरू पनि ट्राई गर्नु होला यो चाहिँ हामीलाई चाहिँ अनेस्टली एकदम मनपर्छ सो त्यही भएर ट्राई खान्छौँ सबै फाइनल्ली रेडी भइसकेको छ सो देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ सो यहाँ चाहिँ अलिकति प्याज अनि खुर्सानी अनि राइस पनि छ अनि मासु रेडी भइसकेको छ हामीले चाहिँ अलिकति चटनी पनि बनाएको छौँ अनि सलाद भयो अनि चाहिँ यसमा ऱ्याप गरेर खान्छौँ अब त्यही हो अब हामी चाहिँ खानाहरू स्टार्ट गर्दैछौँ त्यहाँ अर्को पनि लड चाहिँ त्यहाँ फेरि पाक्दै पनि छ सो यसरी हामी चाहिँ यो ऱ्यापलाई चाहिँ यसरी लिन्छौँ अनि यसमा चाहिँ थोरै राइस यसरी एड गर्छौँ यसलाई अनि एउटा खुर्सानी यसरी हाल्छौँ हामी अब प्याज हाल्न मन लाग्यो तपाईँहरू पनि प्याज पनि हाल्नु होला अनि अलिकति अचार यसरी टक्क लाएर अनि रेडी भएको बुङ्गुरको मासु यसरी ट्याक्क लाएर यसरी हाल्ने मैले लसुन पनि हालेँ सो यसलाई चाहिँ यसरी ऱ्याप गर्छौँ हामी यसरी ऱ्याप गरेर चाहिँ यसरी यसरी चाहिँ हामी सामग्री साल चाहिँ खान सक्छौँ है तपाईँहरू पनि ट्राई गर्नु होला एकदम मिठो हुन्छ कहीँ खाँदाखेरि चाहिँ समटाइम ट्राई गर्नु होला तपाईँहरू पनि एकदम
अहिले चाहिँ हामी सामग्री साल खाएर अनि बसिरहेको छौँ हामीले सकाइसकेको छौँ खाएर सो बेस्ट थिङ चाहिँ के हुन्छ भने त्यो मासु चाहिँ पोर्कको बेली साइडको चाहिँ 3 लेयरको मासु भयो भने चाहिँ अझ राम्रो हुन्छ सो तपाईँहरूले पनि ट्राई गर्न सक्नुहुन्छ एकदम मिठो हुन्छ हामीलाई चाहिँ मनपर्छ होइन र अहिले चाहिँ दिउँसोको 1:30 भएको छ बाहिर चाहिँ यस्तो छ मौसम अहिले चाहिँ हल्का पानी परेर हल्का चाहिँ बसेको अवस्था छ हल्का चाहिँ यो बादलहरू लागिरहेछ एकदम कुल छ मौसम बाहिर त्यही हो त्यही नै भन्नु खोजेको थिएँ तपाईँहरूलाई नि मन लाग्छ यदि चाहिँ ट्राई गर्नु होला भन्न चाहेँ त्यति नै हो सो आजको लागि चाहिँ म भ्लग यति नै गर्छु आज नै यतिमै इन्ड गर्न चाहन्छु आई विल सी यु नेक्स्ट भ्लग थ्याङ्क यू